जादु, भगवानको वरदान, अदृश्य शक्ति, परिहरूको संसार आदि मानिसको लागि रहस्यमय भए तापनि सधैँ चासोको विषय रहिआएको छ। God doesn't take vacations, does he? Do ye? यस्तो कुराहरू सत्य हो वा मात्र कल्पनामा सीमित हो भन्ने मान्यता मान्छे पछि फरक होला। तर हरेकले कतै न कतै यस्ता शक्तिहरू भेटेर आफ्नो इच्छाहरू पूरा गरिदिए हुन्थ्यो नि भन्ने चाहिँ मनमा राखिराख्छ। अनि त्यसैले सायद यस्तो जादुको कथाहरूले हाम्रो पौराणिक कथा र लोककथाहरू भरिपूर्ण छन् जो हामीहरूलाई पनि एकदम मनपर्छ। यही लोकप्रियताले गर्दा फिल्म क्षेत्रमा पनि जादुको विषयमा बनेका फिल्महरू एकदम पपुलर र फाइदाजनक छन्, किनकि यस्तो फिल्महरूले बच्चाहरूलाई जादुई नगरीमा लग्छ त ठुलालाई आफ्नो बालापनमा। ब्लेक स्नाइडरले स्क्रिन राइटिङको भाषामा यस जनरको फिल्मलाई आउट अफ द बोटल नाम दिएका छन्। आउट अफ द बोटल भन्ने टर्म स्नाइडरले अलादिनको कथाबाट लिएका हुन्, किनकि यसमा एउटा सानो ल्याम्प वा दियो भित्रबाट जिनी निस्किन्छ र अलादिनको विशहरू पूरा गरिदिन्छ। यो आउट अफ द बोटलको लिटरल मिनिङ भयो। तर आउट अफ द बोटलको मेटाफोरिकल वा भास्ट टर्म बुझ्दा यसलाई आउट अफ द नोवेयर भनेर बुझ्न सकिन्छ, किनभने यदि हामीले यस्तो विश फुलफिलमेन्टको कथाहरू हेर्ने भए हाम्रो क्यारेक्टरको इच्छा पूरा गर्नको लागि विभिन्न तरिकाले विभिन्न जीव निर्जीव शक्तिको साथसाथै स्वयं भगवान पनि आउँछन्। फेरि कथाहरू जस्तो सुकै पृष्ठभूमिमा भए पनि यिनीहरूको एउटै वर्किङ पार्ट्स हुन्छन् र ती वर्किङ पार्ट्सहरू तीनवटा छन्। पहिलो, विश वा इच्छा। हाम्रो हिरोलाई उसको जीवन विभिन्न कुराहरूले अपुग लाग्छ र उसले त्यसलाई बदल्न पाए हुन्थ्यो भन्ने इच्छा गर्छ। दोस्रो, स्पेल वा जादु। अनि केही अनौठो वा असम्भव जादुले हाम्रो हिरोको इच्छा पूरा गरिदिन्छ। र तेस्रो, लेसन वा पाठ। आउट अफ द बोटल कथाको मेन थिम भनेको बी केयरफुल व्हाट यु विश फर हो, अथवा कथाको अन्त्यमा हिरोले आफ्नो जीवन जादु बिना नै राम्रो रहेछ र जे पहिले थियो त्यसमा नै असल जादु रहेछ भनेर बुझ्छ। Lord, feed the hungry and bring peace to all of mankind. अब यो वर्किङ पार्ट्सलाई राम्ररी काम गराउन वा अडियन्सलाई विश्वास दिलाउनको लागि सबैभन्दा बढी ध्यान राख्न पर्ने कुरा भनेको जादुको रुल हो, मतलब जादुको लिमिटेसन्स हो। उदाहरणको लागि अलादिनमा जिनीले कुनै पनि मान्छेको 3वटा मात्र विश फुलफिल गर्न सक्छ। Can't wish for more wishes. 3 is enough. ब्रुस अलमाइटीमा मोर्गन फ्रीम्यानले ब्रुसलाई पावर दिने बेला नै रुल भन्छन्। Have all my powers. Use them any way you choose. There are only 2 rules. रुल किन पनि इम्पोर्टेन्ट छ भन्दा तिमीले जस्तो सुकै म्याजिक देखाऊ अडियन्सले त्यसलाई एक्सेप्ट गर्छ, तर त्यो म्याजिकलाई देखाउँदा भनेको लिमिटेसन्स बाहिर गयो भने चाहिँ अडियन्सको ध्यान तिम्रो कथाबाट यति बेला नै निस्किन्छ र केही गरे पनि फेरि फिल्मतिर इन्भेस्टेड हुँदैनन्। ल अब यी वर्किङ पार्ट्सहरूलाई राम्ररी प्रयोग गरेर कसरी एउटा इन्टरटेनिङ आउट अफ द बोटल फिल्म बनाउन सकिन्छ भनेर बुझ्न जिम क्यारीको ब्रुस अलमाइटीलाई हेरौँ। फिल्मको सुरुवातमा ब्रुस एउटा न्युज च्यानलको फिल्ड रिपोर्टर हुन्छ। उसको इच्छा न्युज एङ्करम्यान बन्ने हुन्छ, तर च्यानलले उसको राइभल इभानलाई एङ्करम्यानको पोजिसन दिन्छ। यसले ब्रुसको मन दुखाउँछ र उसले लाइभ रिपोर्टिङमा नै आफ्नो सबै रिस पोखिदिन्छ, जसले गर्दा उसलाई कामबाट निकालिदिन्छन्। त्यसपछि उसको जीवनमा एकपछि अर्को नराम्रो घटनाहरू घट्छ, जसले गर्दा ऊ भगवानसँग एकदम रिसाउँछ र भगवानलाई गाली गर्दै हिँड्छ। यतिखेरसम्म अडियन्स ब्रुसको पक्षमा आइसक्छन् र अडियन्स कथाको जादु हेर्न रेडी हुन्छन्। अब कथामा मोर्गन फ्रीम्यानको भगवानको क्यारेक्टरको इन्ट्रोडक्सन हुन्छ। मोर्गन फ्रीम्यानले ब्रुसलाई आफ्नो सबै शक्तिहरू दिन्छन् र 7 दिनको लागि आफ्नो सबै कामको जिम्मा पनि ब्रुसलाई दिन्छन्। तर 2वटा रुल ब्रुसलाई सम्झाउँछन्। You have all my powers.
Use them any way you choose. There are only 2 rules. पहिलो, उसले आफू भगवान हो भन्ने कुरा कसैलाई भन्न मिल्दैन You can't tell anybody you're God. Believe me, you don't want that kind of attention. र दोस्रो, उसले सबैको सारा इच्छा पूरा गर्न मिल्दैन You can't mess with free will. अब कथाको फन एन्ड गेम्स सुरु हुन्छ ब्रुसले आफ्नो गडली पावर युज गरेर आफूले चाहेको सबै इच्छा पूरा गर्दै जान्छ अनि ब्रुसको एरोगेन्ट वा अहंकारी रूप देखिन थाल्छ ब्रुसले आफ्नो शक्तिको दुरुपयोग गर्दै जाँदा अब ऑडियन्सलाई पनि ब्रुसको डाउनफल हेर्न मन लाग्दै आउँछ Enjoying your party? अनि डाउनफलको रिजन के हुन्छ भन्दा ब्रुसले एउटा रुल ब्रेक गर्छ उसले सबैको इच्छा पूरा गरिदिन्छ जसले गर्दा बाहिर के कस्तो हुन्छ नै त्यसमा पनि उसको लभर ग्रेस पनि उसँग रिसाएर जान्छ Grace left me. Yeah, I know. यो सब ब्रुसले सम्हाल्न सक्दैन र ऊ मोर्गन फ्रीम्यानसँग गुहार माग्दै जान्छ Clap on! Clap on! Clap on! Clap on! अनि मोर्गन फ्रीम्यानले ब्रुसलाई र उसको माध्यमबाट सारा ऑडियन्सलाई कुनै जादुई शक्तिले जीवनको समस्याहरू सुल्झाउन सक्दैन तर आफैले प्रयास गर्यो भने चाहिँ समस्याहरू सुल्झिन्छन् भनेर भन्छन् People want me to do everything for them when what they don't realize is they have the power. अब ब्रुसले भगवानको शक्ति बिना नै आफूले बिगारेको सबै कुरा सुधार्न प्रयास गर्छ र सफल पनि हुन्छ अन्त्यमा उसले आफूलाई र आफ्नो जीवनलाई जस्तो हो त्यस्तै आत्मसात गर्दै फ्रीम्यानलाई आफ्नो शक्ति फिर्ता दिन्छ र ग्रेसलाई पनि मनाउन सफल हुन्छ I don't want to be God. I want you to decide what's right for me. I surrender to your will. यसरी स्क्रिन राइटरले आउट अफ द बोटलको रुललाई राम्ररी फलो गरेर एउटा रमाइलो फिल्म लेख्न सफल भए आउट अफ द बोटल जनरमा पर्ने अरू पनि धेरै रमाइला फिल्महरू छन् जसले यही रुलको प्रयोग गरेर विभिन्न विषयमा जादु मिसाएका छन् अर्को कुरा जिम क्यारीकै आउट अफ द बोटल जनरमा बनेको अर्को फिल्म लायर लायरले यही वर्किङ पार्ट्स युज गरेर अलिक करप्ट क्यारेक्टरको कथा भनेको छ Teacher and your dad. He's a liar. त्यसलाई पनि चेक गर्नु र आफ्नो आउट अफ द बोटल कथामा पनि विभिन्न तरिकाबाट जादु मिसाउन प्रयास गर्नु धन्यवाद